मेरो बुढाले दिनुभएको नन्दजीले बिचरा कति बिजी टाइममा पनि यति दिनु पनि ठुलो कुरा हो। म त अहिले हुन्छु होला। आज चाहिँ भान्जीको बर्थडेमा हाम्रो मामाले कृष्ण जस्तो मामाले आज टक्क बेलुन झर्यो। थोरै बेलुन फुलाउनु सक्नु भएको छैन उहाँको बर्थडेमा। यो मामाहरूको दिन है, यत्रो बेलुन सब फुलाउनु भएको। यता हुनुहुन्छ बेलुन फुलाउँदा फुलाउँदा उहाँको मुख दुखेर उहाँहरू गाला सुनिसक्यो। गाला फुलेको हो कि गाला फुलेको चाहिँ बेलुन फुलेको। यता पुसाइले पनि पुसाइ हाई गरिदिनुहोस्। ठुल्ठुलो फुलाउनु अनि मलाई लाग्दैछ मेरो बुढाले केक ल्याइदिन्छ। 12 बज्न आँटेको छ तर हामी यहाँतिर अघि भर्खर आएको दोकानबाट आएर यहाँ अलिअलि मिलाएर यहाँ नेपालीसहरू लाएर बसिरहेको। उता गइराख्नु भएको छ। मलाई लाग्छ केक ल्याइदिनु। मलाई सरप्राइज दिनुभएको तर म उल्टै सरप्राइज पानी नै छैन रहेछ भन्दा पानी लिन जानुभएको छ, केक लिन जानुभएको होला जस्तै लाग्यो। यस्तो यस्तो 12 बज्न आँटेको छ। केक लिएर आउनुहुन्छ। सुतेको त थाहा पाउँदिनँ थियो होला तर नसुतेर चाहिँ मैले थाहा पाइरहेको छु। एउटा आउनुहुन्छ है, यहाँबाट अब केक लिएर आउनुहुन्छ है। केक लिएर खोइ यतिको चाहिँ हुनुपर्छ। बुढाले केक ल्याउनु त बुढीले भिडियो गरिराख्यो। Happy birthday to you. Happy birthday to you. बिचारा Happy birthday, happy birthday. Happy birthday dear Punam. एमै पुनम अरे मोहिनी त। थ्याङ्क यू सो मच। थ्याङ्क यू सो मच। मैले त मलाई त लागेको थियो क्या कहाँ नै म सुतेको अझै थाहा पाउँदिनँ थियो होला। नसुतेर चाहिँ मैले थाहा पाइदिएँ। आई लभ यु। देखाउनु त यसरी ह्याप्पी बर्थडे डियर रानी अरे बिचारा। थ्याङ्क यू सो मच मेरो बुढा यति बिजी टाइममा पनि मेरो लागि केक ल्याइदिनु भएछ। रातिको 12 बजे केक काट्न लागेको तर सरप्राइज ल्याउनु भएको तर मैले थाहा पाएको। नसुतेर होला, सुतेको त थाहा पाउँदिनँ थियो होला। To you. Happy birthday, happy birthday. Happy birthday to you. थ्याङ्क यू सो मच मेरो बुढा। मलाई राति 12 बजे केक ल्याएर सरप्राइज दिनुभएको अरे तर म भएन। एउटा टिस्यु ल्याउनु न किनकि म सुतेको थिइनँ। सुतेको भए त थाहा पाउँथेँ होला तर पनि धेरै धेरै धन्यवाद मेरो बुढालाई। बिजी टाइममा पनि यस्तो गरिदिनु भयो। Happy birthday to you. आज चाहिँ भान्जीको बर्थडेमा हाम्रो मामाले कृष्ण जस्तो मामाले आज टक्क बेलुन झर्यो। थोरै बेलुन फुलाउनु सक्नु भएको छैन। यहाँ भित्र यहाँ टन्नै छ। यहाँ भित्र चाहिँ उहाँको बर्थडेमा यो मामाहरूको दिन है, यत्रो बेलुन सब फुलाउनु भएको। यता हुनुहुन्छ बेलुन फुलाउँदा फुलाउँदा उहाँको
मुख दुखेर उहाँ गाला सुनिसक्यो फुकेर गाला फुलेको हो कि गाला फुलेको चाहिँ डेली फुलेको यता पुसाइले पनि पुसाइ हाई गरिदिनुहोस् ठुल्ठुलो फुलाउनु यता सो युट्युबमा आउँछ यो भिडियो उहाँ पायल सुने गरी फुलाउँदै हुनुहुन्छ उहाँले चाहिँ अनि हाम्रो हुनुहुन्छ एक मात्र आँख मारे यहाँ हुनुहुन्छ उहाँले चाहिँ एक्लै फुलाउनु भएको यहाँ यत्रो ल आज होटल बन्द गरेर कस्तो भयो बाबु यता हेर सिकालु आज होटल बन्द गरेर के भयो आराम भयो ज्यानलाई अब एक दिनको तलब काटिन्छ है सबको मामाको त 5 दिनको अघिदेखि खाएको खाइ हुनुहुन्छ 5 दिनको खाएको अघि नै यो भातिलो अहिले के हाल्नुहुन्छ ए यहाँ हाम्रो खेलाडी भाइ पृथ्वी अहिले हाम्रो बेलुन माथिको डिजाइनर र उयो हो यहाँ आधाको डिजाइनर अनि सब डिजाइनर यता अब्रन ए म सब डिजाइनर होइन क्या म यसो यता पनि गएर हल्ला चारैतिर भ्याइदिने चारैतिरको सब हो गर्न केही नगर्ने तर सबैतिर भ्याउने पड्क्यो हाम्रो चाहिँ फेरि यस्तो छ यो फेरि टक्क लाएर चाहिँ फेरि कोरियन किचन हो हाम्रो यो पप ल को हो यो है टक्क चाहिँ ससेस चिली बन्दैछ यहाँनिर यो कुन ससेस हो चिकन ससेस हो चिकन ससेस अनि यही फ्राई गरेर राखेर चाहिँ यस्तो यो चाहिँ चिलीको लागि हो अनि रोस्ट बन्दैछ यहाँ अनि यहाँ देखाइदिनुहोस् रोस्ट आज कडा छ बनाउने चाहिँ को भन्नु न जहिले बटेकल बनाउने नि ऊ चाहिँ अल्ला बनाएर खुवाएर ह्याप्पी हुने मान्छे एक मात्र पुनम लिम्बू हो मेकअप पनि गरिसकेँ हल्का यो कपालले अलिकति झिरो उड्यो अनि अब यसको पछाडि चाहिँ माथि जाने माथि रेडी भइसकेको छ अब यहाँबाट अनि ठ्याक्कै माथि गएर अनि केकहरू काट्ने मेरो एउटा बर्थडे गिफ्ट चाहिँ आइसकेको छ यहाँ तलै राखिरहेको छु अनि हेर्नु होला मेरो बर्थडे गिफ्ट चाहिँ यो फ्रिज छ फुपूले दिनुभएको थ्याङ्क यू सो मच मेरो फुपू ल थ्याङ्क यू अनि कहाँबाट भाइहरूले डेकोरेसन गरेको पृथ्वी बुढाले केक ल्याइदिनु मेरो फोटो नि राखिदिनु भएको रहेछ थ्याङ्क यू सो मच भारत केकको बारेमा के भन्नु दामी छ तपाईँ नि बिहे गरेको तपाईँको बुढीले नि यस्तै राखिदिन्थ्यो होला यस्तो गर्नु Day to you, happy birthday to you, happy birthday dear Bauju, happy birthday to you.
ल दादा दादा बुढा नि जानु पर्यो नि त अब ल हैन देखाउनै पर्ने हुन्छ भाउजू यहाँ भाउजू देखाउनु सो गर्नु पैसा पुग्यो ठुलो कुरा अब अर्को पालि 1000 रुपियाँको नोट अर्को पालि 500 को नोट अर्को पालि 500 को नोट अर्को पालि मम्मी ल लाइट देखाउ त न्यारा ल यहाँ दिदी फोटो म खिच्छु दिदी हेर्न यो महँगो बर्थडे हुन्छ उल्टो भयो हो बाई गल के हुन्छ सबजनाको अटेन्सन पर्दा अलिक नर्भस नै हुन्छ हैन र के हुन्छ रे सबजनाको निगरानी आफ्नोमा हुँदा नर्भस हुन्छ नि ए भाइ सिकाइदेऊ न मेरो फुफुको चिप्स चाहिँ फ्री छ ल मम्मी फोटो हेर्नु हेर्नु एकतालि ल 3 2 1 हेर्न यहाँतिर बाय के खोज्दैछौ तिमी खोइ देखाउ त पैसा खोइ उहाँको पनि सबै तिर्न बस्दैन न अब यहाँ हेर्नु न यहाँ दिदी भयो अरुण भाइ यसो राखिरहने मात्र हो क्या अब आऊ न पकडिराख्ने मात्र हो के आऊ न हात गल्यो अब यस समाति मात्र राख न यसरी कुनै कुनैलाई घुमाउ यताउता जस्ट त्यति मात्र मेकअप गयो तपाईँ चाहिँ लाइट देखाउनु ल दिदी मेरो बाबाको नाम
होइन म निस्किएर जान आँटेको मलाई क्यामराम्यान बनायो यार भन्दा अनुहार देखाउँदैन नि अङ्कल यहाँ बोलाउँदैन शिवन माहाले बोलाउँदैन पानी आज रोकिन्छ तर झन्डै आज पानी परेन हैन आज पानी परेन नि यो पक्रिनु यो टाइममा अब मैले खुवाइदिने के देखान नदेखेको बाबु ऊ बोल्नु त उ Yes, finally I got my replacement. खाइ सिलु खाइ बहिनी सुमन भाइ त्यत्रो चड्को लाइट लाउनु छ साथीहरू आमा हुनुहुन्छ उहाँहरू साथीहरू सब उहाँ खै मलाई चाहिँ थाहा छैन म चाहिँ कान्छा मामा जेठो मामा उहाँहरू सब उहाँहरू हुनुहुन्छ ल यता दाइ यहाँहरू हुनुहुन्छ उहाँ हुनुहुन्छ भान्जीको हस्बेन्ड भान्जीको कान्छा हुनुहुन्छ उहाँ चाहिँ उहाँहरू चाहिँ हुनुहुन्छ साथी उहाँ हुनुहुन्छ भान्जी हजुर यहाँ आउनु त म खुवाइदिन्छु उहाँलाई के खान्न नेहारा जाऊ दिदी छैन जान हैन लाइट ल्याएको छ राम्रो छ ल के कोले ल्याएको भाइ कोले ल्याएको रात परिसक्यो फोटो खिचिन्न भिडियो सब भइराखे ल 3 2 यहाँ त क्या कसको यो कहाँ हिँड्नुको यहाँ सक्यो ल 3 2 1 गो हातमा लाउनु 3 2 1 गो भयो ल यो फोन यो फोन कसले समात्नु यो फोन समात्देऊ यो फोन समात्देऊ ल त खासै त आउँदैन हैन भइराछ त भइराछ क्या यो उज्यालो आएको हो त्यहाँ लाइट यहाँ हेर नि लाइट बलिरहेछ दामी लाइट बलिरहेछ क्या 3 2 1 गो 3 2 म त सट अलिक बिस्तारै चल्दैछ 3 2 1 गो हे अलिक बिस्तारै चल्छ अड्किन्छ ल 3 2 1 गो 3 2 1 गो भाइ अर्को वर्ष नि यसरी बर्थडे मनाउनु ल खाउने त मेरो ग्रुप आइज खाने ले म दिन्छु कसको क्यामेरा चल्यो फेरि पछाडि गयो भने यस्तो आउँछ पछाडि गयो भने यसरी आउँछ फेरि यस्तो गरे यस्तो आउँछ आउँदैन भयो नि त अहिले खै हेमतामाङको क्यामेरा ल्याउ न हो त्यस्तो हो
हेमतामा क्यामेरा ल्याउने यहाँ फोटो खिच्यो खै अलिक एकजना एउटामा हाल्दिम ल एकमा हाल्दिम यो सन्स्क्रिनमा तपाईँ त विदेश नाच्नु भएको थिएन अलिक नजिक जाऊ नजिक जाऊ ल 3 2 1 गो 3 2 3 2 1 पुरम दिदी यहाँ पुरम दिदी ल ल ल उब्नु त्यहाँ त्यो उभिहाल्नु त है ल सँगै 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 ल दिदी उब्नु त्यहाँ 1 गो 3 2 1 गो भाइ ल जाऊ नि विचार गर्ने अनि एउटा सिक्ने खाने मलाई कहाँ फोटो खिच्न आउँछ भिडियो खिचिसक्यो यता हाम्रो अब खाने कुराहरू रेडी हुँदै नारायण दाई दिदी सिसम दिदी मुख लुकाउँदै यता के को मासु रे नारायण दाई हो पर्क यता पुलाउ अचार त्यो छोपेको काँडाले छोपेकोमा चाहिँ रोस्ट छ दिदीले खोल्दै गर्नु भएको चाहिँ के हो दिदी यो राजमा यो हैदराबादको स्टाइलै बनाउने हैदराबादी स्टाइल हो कुन ए रातो हो त्यहाँ रातो हो हैदराबाद पैसा ल तिम्रो पनि क्यामेरामा आएर तिकडा हो यता भक्ते भाइ खोइ कपाल त के देखि दाई किन बिचकिरा भाउ छ झडा परे क्या लेडिज टोली वन्स फुटबल टिमको ल आजको हाम्रो बर्थडे पनि सक्यो अब बिजी भएर त्यति भिडियो नै गर्न पाएन एउटा भाइलाई गरिदिने भनेको थिएँ आउनु
एउटा भाइलाई गरिदिने भनेको थिएँ बिचरा कता कता भयो अब हतार बिजी छ नि त टाइम अनि भोलि पनि बिहानै पसल गइहाल्नुपर्छ अनि गिफ्ट चाहिँ अनबक्सिङ गर्न मन लाग्छ क्या मलाई हतार हुन्छ क्या के हेर्न मन लाग्छ अब हेरिहाल्ने तर मलाई त्यति थाहा नै छैन कसले दिएको भनेर भिडियोमा हेर्दै गयो भने चाहिँ पछि मात्रै थाहा हुन्छ सुरु चाहिँ यही गर्छु यो चाहिँ मेरो बुढाले दिनुभएको मान दाजुजीले बिचरा कति बिजी टाइममा पनि यति दिनु पनि ठुलो कुरा हो म त अहिले रुन्छु होला कति बिजी टाइम छ त अनि बिचरा कस्तो गाह्रो छ त अनि यो दिनुभयो थ्याङ्क यू सो मच अनि त्यो अनि सेकेन्डमा चाहिँ यो पुसैले जस्तो लाग्छ क्या होइन 2 जना होला उहाँले पैसा दिनुभएको जस्तो अब मलाई त्यति थाहा नै छैन जसले दिनुभयो नि मेरो भिडियो हेर्नुभएको छ अनि थ्याङ्क यू सो मच म भिडियो हेरेर चाहिँ थाहा पाउँछु यो भिडियो सबै गरेको छ भने चाहिँ थ्याङ्क यू सो मच जसले दिनुभएको भने अनि यो चाहिँ अहिले मामाले दिनुभयो ठुलो मामाले यो चाहिँ प्लास्टिक म लान्छु प्लास्टिक यो थाहा छ मामाले दिनुभएकोलाई थ्याङ्क यू सो मच अनि यो सिसमले हो बहिनीहरूले हो कि खै म त त्यति थाहा नै स्यान्डल 37 मेरै साइज हो त थाहा नै पाएको कसले सोधै क्या ल जसले दिनुभएको नि थ्याङ्क यू सो मच बहिनीहरूले यस्तो खालको लागेको छैन मैले थ्याङ्क यू सो मच भिडियो त भइरहेको छ नि अब यो शीतल यो त दाजुले दिनुभयो जस्तो लाग्छ भाटबटेर साट्नै साइज भएन भने भन्दै हुन्थ्यो सुमन दाइ अर्को दाइले सुमन दाइसँग आउनुहुने दाजुले मैले दिएको अरेको लास्टमा हो होइन यस्तै प्लास्टिकमा दिनुभएको जस्तो लाग्थ्यो ए मेरो दिदीले दिनुभएको रहेछ यो कस्तो शीतल है कस्तो राम्रो थ्याङ्क यू सो मच थाहा नै होला यो चाहिँ होला साइज साट्ने यो ट्याग थाहा हुन्छ ट्याग गर्नु कहाँको भाटबटी उता राम्रो भाटबटी कस्तो सफ्ट क्या यो दाजुले हो यो चाहिँ खाइसक्यो भने थ्याङ्क यू सो मच दाजु यस्तो गरौँ गरौँ के गर्नु है जति बुढी भए पनि डर लाग्छ छैन जवान नै हुनुहुन्छ हामीले मरेर लाँदा पाइने यो अरे यो इन्जोय गरेको मात्रै अरे त्यही भएर इन्जोय गरिराखेको यो कप रहेछ बियर त खाने होला नि तपाईँ यसमा लस्सी बनाएर दही घोलेर खाने ल जसले दिनुभएको होइन लस्सी बनाएर न कोक पनि हाल्दा हुन्छ कहाँ बियर मात्रै किन त म ओ यो नि के हो कपै होला कपै रहेछ थ्याङ्क यू सो मच कप मात्रै हो छटै कप हो कपै हो गरौँ गरौँ छ यो पनि कप त्यस्तै के हो ए यो सानो रहेछ यो चाहिँ कप यो कप यो पनि थ्याङ्क यू सो मच के हो खामै खान्छ त पैसा गर्नु पैसा गर्नु पैसा ला यो कसले दियो मलाई
कति राम्रो कसले दिएको ऊ ह्याप्पी बर्थडे लेख्छ त ऊ के लेख्छ छ के लेख्छ ए ह्याप्पी बर्थडे मात्र लेखेछ ओ ह्याप्पी बर्थडे भाउजू छ त्यही बहिनीहरुले कि मिरा बहिनीले हो खोइ पछि खान्छ भिडियोमा म थियो भने भिडियोमा हेर्छु जसले दिनुभयो नि थ्याङ्क यू सो मच राम्रो मलाई मनोज भाइले नि पहिला यस्तो दिनु ल छोरी यहाँ गिफ्ट अनबक्सिङ गरेर चाहिँ भाउजू म हेरिराख्नु कसो ल म यही छु निमाल दिले होला ओ ब्याग कसले हो जसले दिनुभयो भने थ्याङ्क यू सो मच कस्तो राम्रो यहाँ पक्का पक्का सबै भित्र के छ अझै सुनचाँदी लिएर दिदी सुनचाँदी नि रहेछ है थ्याङ्क यू सो मच जसले दिनुभयो नि ब्याग पनि चेक गर्नुपर्छ भित्रतिर कपडा पैसा मिसिला पैसा मिसिलाई प्लास्टिकसँग अमाइले विक्रम भाइले दिनुभएको खाइहालौँ न यता खानेकुरा छ सुमन के छ खाइहाल्ने ल ल दिनु त आइसक्रिम खाइहाल्ने ए विक्रम धिमाल भाइले दिनुभएको बिचरा फ्रिजमा राख्नु भेनाको साथीले दिनुभएको फ्रिजमा राख्नु ल यो थ्याङ्क यू सो मच ओइ उल्ला दे न किट ल किटक्याट यो खाने के खाने कुन खाने ल जुन भन्नुहुन्छ त्यही दिन्छु ल बच्चाहरूले खान्छ न्याराले खान्छ म त खान्न भयो निहारा त ठुलो होला हो होइन त्यस्तो होइन म त हेरेको हामी हेरेको हेरे पैसा हेरेको भुडी पसारेर हेरेको ढुङ्गा पायो फेरि सिसमले हो त कति राम्रो हजुर डिस्टर्ब नगर्नु त नारायण दाइ ए यो सिसमले होला ल थ्याङ्क यू सो मच अनि नारायण दाइले 3000 दिएको छ बच्चा हो नि त बेबी हो नि त ओ ड्रेस के सर्ट जसले भयो नि अब थ्याङ्क यू सो मच हेलो लेखेको खै त झिमको त केही एउटा दुइटा पनि थाहा पाउँदैन यो फोन अब यो नाम लेखेको थाहा हुँदैन है के छ अघि खोलेको लान्छ यो चाहिँ शीतल भने नि दियो कि जस्तो लाग्छ गरम गरम के दिएको थियो शीतल बहिनीले हो त्यो हो उसले बोकिरहेको यो दिदीलाई होटलमा ग्लास चाहिन्छ भन्दै दियो क्या हो गिलास दाम पनि लेखिरहेको रहेछ नखोलौँ ल यही खालको होइन बियरको बियर ग्लास तिमीलाई एकदम चाहिन्छ चाहिन्छ अब भोलि पर्सितिर म आउँछु खाने त यो नि बियरकै ग्लास हो लस्सी लस्सी खाने भरि भरि यो त थाहा भइहाल्यो यो त हजुरहरूले दिनुभएको है हो हजुरलाई दिनुभएको है हजुरको त पोहोर साथी हुनुहुन्थ्यो नि आज त आउनु भएन पोहोरको खेलेको थियो नि भोला दाइको छोरी हो हेर्नु कस्तो मैले सुमन दाइको छोरी होइन बोला दाइको ए सुमन दाइको त ठुलो माथि ए हजुरले के दिनुभएको छ यहाँ थाहा छ हजुरलाई यो फ्रेमै हुन सक्छ प्रेम नै हो होइन हाम्रो फोटो होइन मैले छैन हल्का छ सजाउने फोटो फ्रेमहरू हुन सक्छ तर यस्तो चिज त जति खोपेन पनि थाहा भइहाल्छ हौ के हो भनेर अनि थाहा पाउँदैन त पोस्टर हो भनेर होम छ हो यहाँ होम छ ए यहाँतिर फोटोहरू राख्नु मिले होइन आफै छ यो चाहिँ मैले प्रष्टै चिने भोला दाइ भाउजूले दिनुभएको थ्याङ्क यू सो मच अन्तिममा भएर सक्यो लु पैसा 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 हेर पैसा 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 त अब भिडियो पछि गर्नु होला हौ
भिडियोमा पैसा देखाउँ न पैसा पैसा मात्रै देखाउँ गर्नु चाहिँ नगरौँ ल कति मजाले नाचेको नि यो राजको छोरा होइन सानो खोज्छ गीत पनि गाई गाई क्या फेरि अघि? भिडियो गर्दैछ म गफ गरिरहेँ दिदी अघि हो यति नै हो आजको भिडियो चाहिँ थ्याङ्क यू सो मच मेरो बर्थडेमा जतिले नि विस गर्नुभयो मेरो बर्थडेको भिडियो हेर्नु होला तर अलिक पछाडि आउँछ बाई 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 एक झलक देखाउँ न बाई बाई सानो बाई बाई उता यता यता बाई